कसैले लाएन विभेद भएको त्यो कुरा किन सदनमा जातले घटना घटेको मैले फैसलामा जे भयो हजुरहरुको समक्ष त्यो जातीय विभेदको मुद्दा कसैलाई पनि लागेन त्यसमा सजाय भएन भनेको त मुद्दा त्यो सजाय कसैलाई पनि भएन हैन अनि यो ज्यान मार्ने उद्योगमा मात्रै भएको हो यो ज्यान मार्ने यो कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय भएको हो त्यसलाई नि सजाय भयो त्यसमध्ये जातीय विभेदको मुद्दा कसैलाई लागेन मुद्दा लाग्यो तर सफाई यिनीहरूलाई चाहिँ सफाई दिनु सबै मुद्दामा जे कारणले चाहिँ घटना भएको त्यही कुरा सफाई दिइसकेपछि के भयो त्यो हामीसँग उच्च अदालत मुर्दाबाद 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 चोर न्यायाधीश 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 मुर्दाबाद 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 जातीय अपराध गर्ने 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 न्यायाधीश मुर्दाबाद 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 न्यायाधीश चोर देश चोर न्यायाधीश चोर न्यायाधीश चोर उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 सामन्तीहरुको अदालत मुर्दाबाद 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 सामन्तीहरुको अदालत मुर्दाबाद 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 शासक न्यायाधीश मुर्दाबाद 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 अपराधी न्यायाधीश मुर्दाबाद 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 अपराधी न्यायाधीश मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 चोर न्यायाधीश देश चोर न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर उच्च अदालत मुर्दाबाद 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 भुसिया न्यायाधीश मुर्दाबाद 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 चोर न्यायाधीश मुर्दाबाद 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 दलितलाई मार्ने न्यायाधीश मुर्दाबाद 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 दलितलाई मार्ने न्यायाधीश मुर्दाबाद 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 दलितलाई मार्ने न्यायाधीश मुर्दाबाद 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 न्यायाधीश चोर देश चोर 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 हाम्रो पनि हो यहाँबाट यता लाइभ गर यो यहाँको न्यायाधीशहरूले यहाँका अपराधीहरूले यहाँका दलितहरूलाई अपमान गरेका छन् यो सबैले एकचोटि बुझ्नुपर्छ यहाँका प्रत्येक दलितहरूले बुझ्नुपर्छ देशका सबैभन्दा बढी दलितहरू बसोबास गर्ने कर्णाली प्रदेशमा दलितहरूमाथि अपराध भएको छ दलितहरूमाथि अन्याय भएको छ यहाँका न्यायाधीशहरूले यहाँका दलितलाई मारेका छन् यहाँका न्यायाधीशहरूले न्याय मारेका छन् प्रत्येक दलितहरूले यो कुरा बुझ्नुपर्छ यहाँका जे कारणले जातीय विभेदको कारणले जो अपराध भएको थियो जातीय जातको कारणले चाहिँ मान्छे मारिएको थियो शोभाकान्त मैनाली नाम गरेको न्यायाधीश र मातृका भण्डारी नाम गरेको शोभाकान्त मैनाली र मातृका भण्डारीलाई यहाँका दलितले जहाँ भेट्छ त्यहाँ भौतिक आक्रमण गर्नु त्यसको जिम्मा खगेन्द्र सुनारले लिन्छ यहाँका अपराधीहरूलाई यहाँका चोरहरूलाई न्यायालयको आडमा कानूनको आडमा जसरी दलितहरूमाथि अपराध भएको छ जसरी दलितहरूमाथि हिंसा भएको छ जसरी दलितहरूलाई जन अन्यायमा पार्ने काम जसरी भइरहेको छ यसका विरुद्धमा प्रत्येक दलितले यो कुरालाई बुझ्नुपर्छ प्रत्येक दलितले यो कुरालाई मनन गर्नुपर्छ देशको सबैभन्दा बढी दलितहरूको बसोबास रहेको कर्णाली प्रदेशमा दलितहरूको हाम्रो आँगनमा हत्या भएको छ हाम्रै आँगनमा हाम्रा विरुद्धमा फैसला आएको छ यो देशका 60 लाख दलितहरूले यस्ता चोर न्यायाधीशका विरुद्धमा यस्ता सामन्तीहरुको अदालतका विरुद्धमा एकचोटि बन्दुक उठाउन पनि तयार गर्नुपर्छ र आजैबाट म तपाईहरु सबैजनालाई अपील गर्न चाहन्छु अहिलेकै मितिबाट यो शोभाकान्त मैनाली नाम गरेको न्यायाधीश र मातृका भण्डारी नाम गरेको न्यायाधीशको यसका पुतलाहरू जलाउनुस् यसको फोटो सार्वजनिक सञ्जालहरुमा आजैबाट हालेर यिनका विरुद्धमा चाहिँ एकचोटि आगो ओक्न चाहिँ प्रत्येक दलितहरु तयार हुनुपर्छ आज रातभरि यही बस्नुस् कसैले पनि यो अदालत नछोड्नुस्
यसका विरुद्धमा एकचोटि संसारलाई भन्नुपर्छ। प्रत्येक साथीहरूले म सबै दलित साथीहरूलाई जसले यसलाई हेरिरहनु भएको छ सबैजनालाई यो उच्च अदालतको गेटमा आउनलाई र भोलि देशैभरि यस्ता सामन्ती शोषकहरूको विरुद्धमा एकचोटि सबैले आवाज उठाउनलाई म तपाईँलाई अनुरोध गर्न चाहन्छु। हाम्रा 6 जना भाइहरू मारिएको छ, हाम्रा 6 जना भाइहरूको हत्या भएको छ। जातीय नरसंहारको जातीय विभेदको कारणले यो नरसंहार भएको छ, यो हत्या भएको छ। कोही पनि प्रत्येक युवाहरूले यहाँ अगाडि गोली खानुपर्छ भने प्रत्येकजना तयार हुनुपर्छ, यहाँ अगाडि मर्नुपर्छ भने प्रत्येक युवाहरू तयार हुनुपर्छ। आफ्नो भाइको आत्मसम्मानको लडाईमा आफ्नो भाइमाथि भएको त्यो हिंसा यी आमाहरूलाई यहाँबाट रुँदै फर्केर जान दिनु हुँदैन। प्रत्येक युवाहरूले तातो रातो गोली खानुपर्छ भने पनि यहाँबाट एउटा इतिहास कायम गरेर हामी यहाँबाट निस्किनुपर्छ। प्रत्येक युवा साथीहरूलाई म भन्न चाहन्छु, जातको कारणले हामीलाई दलित भएको कारण मारिएको छ, हामीलाई कति तल्लो जात बनाएर मारिएको छ, हामीलाई बलात्कार गरिएको छ, हामीलाई हिंसा गरिएको छ। यसका विरुद्धमा प्रत्येक दलितहरूले कहीँ कतै पनि खुट्टा नकमाएर लड्न, यो फिल्डमा रहिरहनलाई, यहाँ उभिरहनलाई र यो शोभाकान्त मैनाली र मातृका भण्डारी जस्ता अपराधी चोर घुसखोर न्यायाधीशहरूका विरुद्धमा एकचोटि दलितहरूले प्रत्येकले सचेत भएर लड्नुपर्छ, प्रत्येकले बुझेर लड्नुपर्छ। रातभरि यही गेटमा सबैजना साथीहरू यही उभिनुपर्छ, यही बसिरहनुपर्छ र यिनका विरुद्धमा एकचोटि फेरि एउटा आगो ओकर्न प्रत्येक दलितहरू तयार हुनुपर्छ। अब लगत्तै यिनका विरुद्धमा न्याय परिषदमा उजुरी गरेर यी सामन्तीहरूका विरुद्धमा एकचोटि फेरि हामीले यहाँदेखि काठमाडौँसम्म कहाँ कहाँ आन्दोलन पुर्याउनुपर्छ, कहाँ कहाँ जानुपर्छ। प्रत्येक दलितहरूले यो कुरालाई सुन्न र प्रत्येक दलितका युवा साथीहरूले आफ्नो रगतको खोलो बग्छ भने पनि एकचोटि रगतको खोलो बगाउनलाई म प्रत्येकलाई सचेत रहन र तयार रहनलाई म हार्दिक अपिल गर्न चाहन्छु। हाम्रो आन्दोलन जारी छ, रातैभरि आज रातैभरि उभिनुपर्छ भने पनि यही उच्च अदालतको गेटमा उभिएर हामीले संसारभरलाई न्याय हामीले चाहिँ यो एउटा सन्देश दिनुपर्छ। यसको लागि सबैजनालाई यहाँ रहिरहन उभिरहनलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। नारा हाम्रो यथावत छ, आन्दोलन हाम्रो जारी छ। जातको कारणले मारिएको छ, जातीय विभेद भएको कारणले मारिएको छ, जात नमिलेकै कारणले त्यहाँका बाबुसाहबहरूले हामीलाई मारेका छन्। भाइको हत्याको बदलामा ज्यानको बदलामा ज्यान लिन प्रत्येक दलितहरू तयार हुनुपर्छ, रगतको बदलामा रगत लिन प्रत्येक दलितहरू तयार हुनुपर्छ। त्यो खालको परिस्थितिको निर्माण हुन्छ भने जस्तो सुकै आँखा जुधाउन पनि दलितहरू तयार हुनुपर्छ। यसको लागि म सबैजनालाई सचेत रहन र सजग रहनलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सबैजना साथीहरूले अगाडिपट्टि आउँ, यही गेटमा उभिरहौँ, यही गेट समातेर उभिरहौँ र सबैजना साथीहरू अलि अगाडिपट्टि आएर यी सामन्तीहरूको विरुद्धमा एकचोटि आगो ओकर्न यो मातृका भण्डारी र यो शोभाकान्त मैनालीको विरुद्धमा चाहिँ यस्ता चोरहरूको विरुद्धमा चाहिँ प्रत्येकजनाले चाहिँ आफ्नो आवाजहरू चाहिँ उठाउनलाई म अनुरोध गर्न चाहन्छु। कोही पनि साथीहरू यहाँभन्दा पछाडि नजानु र यिनका विरुद्धमा चाहिँ रातभरि उभिनु पर्यो भने पनि हाम्रो एकचोटि हामी तयार रहनुपर्छ। म सबै साथीहरूलाई त्यो चोरहरू साला अपराधीहरू दलित भएको कारणले मारे होइन। उच्च अदालत मुर्दाबाद, उच्च अदालत मुर्दाबाद, चोर न्यायाधीश देश छोड, न्यायाधीश चोर देश छोड, न्यायाधीश चोर देश छोड, उच्च अदालत मुर्दाबाद, 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 न्यायाधीश चोर देश छोड, 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 न्यायाधीश चोर न्यायाधीश चोर देश छोड, न्यायाधीश चोर देश छोड। दलितका विरुद्धमा गोली चला,
दलितका विरुद्धमा गोली चला सामन्ती दम छ साथीराज दलितका विरुद्धमा गोली चला साथीराज दलितका विरुद्धमा गोली चलाने आदेश गोली चला साला दर्शकबिन अहिले नौराज हत्याकाण्डका सम्पूर्ण शेयर गरेर भनौँ सुर्खेत अदालत उच्च अदालत मुर्दाबाद भनौँ सम्पूर्णले प्रहरीले बल प्रयोग गरिरहेको छ दलितका विरुद्धमा गोली चलाने आदेश मैनाली मुर्दाबाद मुर्दाबाद मैनाली मुर्दाबाद मुर्दाबाद यो नौराज हत्याकाण्डको घटना हो दर्शकबिन यो नौराज हत्याकाण्डमा चाहिँ कुनै पनि उच्च हुकुम अदालतले जाति विरोधको मुद्दा लगाएको चाहिँ सुर्खेत अदालतले चाहिँ सफाई दिएको छ दर्शकबिन पीडितहरूलाई चाहिँ उच्च अदालतले सफाई दिएको छ दलितका विरुद्धमा गोली चला न्यायाधीश दलितका विरुद्धमा गोली चला सामन्तीहरू दम छ तेरो गेटमा आछु दम छ गोली चला साला दलितहरूका विरुद्धमा दम छ जातीय विभेद गरेर मारेको छ साला दम छ न्यायाधीश दम छ गोली चला दलितका विरुद्धमा गोली चला दम छ दलितका विरुद्धमा गोली चला दलितका विरुद्धमा गोली चला दलितका विरुद्धमा गोली चला दलितका विरुद्धमा गोली चला गोली चला दलितका विरुद्धमा 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 गोली चला दलितलाई मार्ने दलितलाई जातीय विभेद गर्ने दलितलाई अपराध गर्ने गोली चला दलितका विरुद्धमा गोली चला दलितका विरुद्धमा गोली चला तेरो दम छ 60 लाख दलितलाई मारेको छ हाम्रो भाइ मारेको छ 60 लाख दलितका विरुद्धमा गोली चला 60 लाख दलितका विरुद्धमा देश चला 60 लाख दलितका विरुद्धमा गोली चला 60 लाख दलितका विरुद्धमा गोली चला 60 लाख दलितका विरुद्धमा गोली चला गोली चला गोली हान गोली हान गोली हान गोली हान
गोली हान गोली हान दलितका विरुद्धमा गोली चला गोली हान दलितका विरुद्धमा गोली हान यो लाइभ गरेर है यो लाइभ गरेर सञ्चालन देखा यहाँका सामन्तीहरूले बसेर विरोध गरे हामीलाई गोली चल्यो भने यहाँका प्रत्येक दलितले रगतको बदला लिन तयार गर्नुपर्छ प्रत्येक दलितले यसलाई लाइभ गर्यो भिडियो सञ्चालन देखा यहाँका संसारलाई भन् यो अपराधी न्यायाधीशका विरुद्धमा सबले बोल्न तयारी गर साला गोली चला ओए अपराधी गोली चला का विरुद्धमा गोली चला ओए गोली चला गोली चला ओए दलितका विरुद्धमा गोली चला दलितका विरुद्धमा गोली चला ओए यो आँगनमा लड्न आएको छु गोली चला ओए सामन्ती उच्च अदालत मुर्दाबाद कहाँ बस्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ कहाँ बस्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ कहाँ बस्नुपर्छ हामीलाई राम्रोसँग थाहा छ होइन कहाँ गर्नुपर्छ उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद न्यायाधीश गिरी घाटले के भन्छ गिरी घाटले के भन्छ गिरी घाटले के भन्छ उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन गिरी घाटले के भन्छ उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद नारा लगाऊ बाबु छातीमा गोली चला दलितको छातीमा 60 लाख दलित तेरो चोकदार पुग्ने छैन तेरो घरमा छिरेर साला विचार कोसँग लडिरहेछ के को आधारमा मारेछ साला गोबर खाएर फैसला गर्छ साला घुस खाएर फैसला गर्छ साला घुस खाएर सबै यसो गर्नु पाइदैन घुस खाएर सबै न्यायाधीशले घुस खाएर चोर साला मार घुस खाएर फैसला गर्छ साला घुसखोरी न्यायाधीश मुर्दाबाद मुर्दाबाद घुसखोरी न्यायाधीश मुर्दाबाद मुर्दाबाद घुसखोरी न्यायाधीश मुर्दाबाद मुर्दाबाद पानी लेन कोही पनि दलितले हाम्रो नारा लगाइराख भाइ नारा लगाइराख सामन्तीहरूका विरुद्धमा कोही पनि यहाँबाट नजानुहोस् बाहिर कोही पनि नजानुहोस् अब रातभरि यहाँभित्र तुलेर राख्नु दम छ भने गोली चला दलितका विरुद्धमा गोली चला दम छ भने हाम्रो कुरा गरेर तपाई कति कुरा गर्नुहुन्छ कतिवटा कुरा गर्नुहुन्छ भने हामीलाई थाहा छ हामी वही बसेका छौँ अगाडि हाम्रो सरकारले जातकै कारणले के जात हो घरिघरि जातकै किन कुरा गर्नुहुन्छ भने अनि अहिले जातकै कारणले मरेका छन् मेरो जातकै कारणले किन दिन भन्दै मैले उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 न्यायाधीश सर न्यायाधीश सर न्यायाधीश सर न्यायाधीश सर गिरी घाटले के भन्छ सामन्ती गोली चला गोली चला दोषीहरूलाई चाहिँ
फैसला दिएको अवस्था छ गोली चला गोली चला गोली चला गोली चला गोली चला तेरो दम छ गोली चला न्यायाधीश तेरो आँगनमा दलितहरू लड्न आएका छन् दम छ आइज बाहिर लडौँ दम छ दम छ दम छ अवस्था चाहिँ रहेको छ दम छ दलितका लागि दम छ खगेन्द्र सुनार आचार्य व्यक्ति चाहिँ यहाँबाट भित्र प्रवेश गर्न खोज्दै हुनुहुन्छ दम छ दम छ दम छ अहिलेको ताजा अपडेट दम छ प्रत्यक्ष प्रसारणमा यति बेला हजुर जहाँबाट हेर्दै हुनुहुन्छ कृपया दम छ शेयर गर्नुहोस् न्यायाधीशहरू दम छ प्रसारण उच्च अदालतदेखि अहिले चाहिँ यहाँ राजनीति मुर्दाबाद दलित मार्ने मुर्दाबाद दलितलाई मार्छस् न्यायाधीश मुर्दाबाद दलितलाई मार्छस् घुसखोरी न्यायाधीश मुर्दाबाद घुसखोरी न्यायाधीश मुर्दाबाद घुसखोरी न्यायाधीश मुर्दाबाद उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद घुसखोरी न्यायाधीश मुर्दाबाद गिरी गाडे के भन्छ गिरी गाडे के भन्छ उच्च अदालतको न्यायाधीशको जेलले भन्छ बाहिर चाहिँ जेल लिने उच्च अदालत मुर्दाबाद 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 चोर साला न्यायाधीश बाहिर चाहिँ जाइदै यो न्यायाधीशले कुरा न्यायाधीश उच्च अदालत मुर्दाबाद मुर्दाबाद उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद गोली हान्नुहोस् 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 गोली जहाँदेखि यो लाइभ हेर्नु भएको छ कृपया सबैले सेयर गर्नु होला जिल्ला अदालतले फैसला गरेको जातीय विभेदको केसमा जति पनि दोषी ठहर गरेको छ ती दोषीहरू सम्पूर्णलाई उच्च अदालत सुर्खेतले सफाइदिएको अवस्था छ। यति बेला भने हामी उच्च अदालत सुर्खेतको गेट अगाडिबाट ताजा दलितको छातीमा गोली हान दलितको छातीमा गोली हान सामन्ती तेरो आँगनमा लड्न आएको छ दलित गोली हान दलितको छातीमा गोली हान यहाँका 60 लाख दलितलाई गोली हान सामन्ती तेरो राज्यमा बाँच्न पाइन्छ पाइँदैन गोली हान 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 तल बहिनी छ ननिक्सिनु गोली हान हो कि किन निक्सिने गोली हान गोली हान
गोली हान्ने न्यायाधीश गोली हाने सामन्ती गोली हान सामन्ती गोली हान गोली खाने तयार हो कोही पनि नभाग्यो कोही पनि नभाग्यो यी सामन्तीहरूसँग लड्न तयार हो ज्यान फालेर लड्न तयार हो सामन्तीहरू यिनीहरूले देखाएको छैन यिनीहरूले जातीय विवाद भएको देखाएको छैन जातीय अपराध भएको देखाएको छैन हो यिनीहरूले जातीय विवाद भएको देखाएको छैन जातीय अपराध भएको देखाएको छैन सालाहरूले यसलाई जहाँ भेट्छ त्यहाँ ठोक्नु दलितहरूले यो सामन्तीका विरुद्धमा कोही पनि यहाँहरूको माझमा देखाइरहेका छौँ यहाँ सुन्नुहुन्छ दर्शकबिन अहिले दलित अभियन्ता खगेन्द्र सुनार माथिबाट तल जाने प्रयास हुन्छ भने तल प्रहरीले गोली हान्ने छातीमा तिम्रो बन्दुक त्यहाँ छ छाती यहाँ छ गोली हान्ने तालिम गरेर आएको हो भने गोली हान्ने ठोक्ने आदेश दिने सामन्तीहरूले दलितका छातीमा गोली हान्नलाई हान्ने त्यो फैसला हान्ने न्यायाधीशले गोली हाने तसँग म मुद्दा लड्न तयार छु कहाँ लड्ने तसँग म मुद्दा लड्न तयार छु कहाँ लड्ने तसँग म मुद्दा लड्न तयार छु के मुद्दा लाग्छ खगेन्द्र सुनार भोग्न तयार छ साला सामन्तीहरू जातीय विभेद देखेन तेरो आँखाले जातीय अपराध देखेन तेरो आँखाले 6-6 मान्छे मारेर भेरीमा बगाउँदा तेरो आँखाले देखेन तेरो आँगनमा लड्न आछ दलित दम छ गोली चला साला दम छ गोली चला आदेश दे गोली चला छाती यहाँ छ चला गोली गोली चला सालाहरू कोही पनि नदा कोही पनि नदा एक्लै भए पनि लड्न आइज एक्लै भयो नि लडिराखी सामन्ती एक्लै कोही पनि नजानु स्याबाट एक्लै भयो लडाएर सामन्तीहरू भोलि बिहान अफिस टाइम छ भने यही बसिरहनु यिनीहरू कसरी छिर्दो रहेछ हेरौँ न यिनीहरूसँग यही बसिरहनु यिनीहरू छ सामन्तीहरू यत्रो मान्छे मारेको देखेन त्यसको आँखाले जातीय विभेद भएर जात नमिलेको कारणले मारे होइन सारा संसदीय समितिको रिपोर्ट के छ हो खुसिया संसदीय समितिको रिपोर्ट के छ दिउँसो 12 बजेको घाम जस्तो छलङ्ग मुद्दामा साला गोरु कोले कहाँ पढेर आइसो आइज तसँग म यहाँ बाहिर बहस गर्छु आइज आइज बाहिर लडम यहाँका दलितहरूलाई रोएर राख्छस् यहाँका दलितलाई दमन गरेर राख्छस् यत्र आमाहरूलाई दमन गरेर राख्छस् 60 लाख दलित छ नबिर्सी मैनाली भण्डारी 60 लाख दलित छ तेरो चोक्टा खाइदिनेवाला छन् दलित आइज लडम आइज लडम आइज म कति वर्ष जेल बस्नु पर्ने हो म तयार भएर आइसकेको छु आइज दम छ आइज लडम म गोली खान तयार भएर आएको छु चला गोली चला गोली गोली चला गोली चला साला सामन्तीहरू हाम्रा निधराम गरेर हाम्रा आमाहरूलाई रुवाउँदै हिँडालेर हाम्रा भाइहरूलाई भेरीमा बगाएर त न्यायाधीश भएर बस्ने साला त आइज कुन कानून लाग्छ लडायो लगा कानून चला गोली दम छ गोली चलाउने आदेश दे सामन्ती गोली चलाउने आदेश दे तेरो दैलामा तेरो गेटमा लड्न आछ दम छ गोली चला दलितहरूको विरुद्धमा यो देशमा 60 लाख दलित छन् भन्ने नबिर्सी अहिले बन्दुक बोकिरहेको सिपाही दलित हो नबिर्सी यो गोली त्यता आउन सक्छ नबिर्सी यहाँका प्रत्येक दलितहरूले यो कुरा बुझेका छन् आर्मीका दलितले पुलिसका दलितले एटीएफका दलितले बुझेका छन् बन्दुक समातेर आछन् मेरा भाइहरू लड्न आइज आइज लड्न आइज सालाहरू कोही पनि राजबारी यो भोलि कसरी छिर्दो रहेछ भित्र हेरौँला
एकजना भयो हात गरी उभिए भित्रै छिर्न नपाइने भन्ने हुन्छ र भने किन पाइँदैन किन पाइँदैन किन जोड लाग्छ भित्रै छिर्न नपाइने भन्ने हुन्छ चोट लाग्छ कि यस्तो हेर्नु खसेको चोट लाग्छ बाहिर गइसकेको छ त भोलि त्यो यहाँभित्र छिर्न पाउँदैन कस्तो कुरा क्लियर हुन्छ होइन झर्ना त दिनुहोस् न झर्ना दिनुहोस् न झर्दैन झर्ने यहाँबाट झर्छु न ठिक छ म झर्ने चाहिँ यहीबाट झर्छु म झर्दैन भाइ झरेको चाहिँ यहीबाट झर्न दिने भने यहीबाट झर्दिनु गोली चला दलितलाई दमन गर दलितलाई बल प्रयोग गर दलितलाई दम प्रयोग हात चाप्यो उच्च अदालत मुर्दाबाद 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 न्यायाधीश चोर न्यायाधीश चोर गिरीघाटले के भन्छ गिरीघाटले के भन्छ न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन सामन्ती सरकार मुर्दाबाद 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 सामन्ती सरकार मुर्दाबाद 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 सामन्ती सरकार मुर्दाबाद 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 सब अगाडि आजे आयो अगाडि न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर
न्यायाधीश उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद न्यायाधीश समिति सरकार मुर्दाबाद तिमी यता फर्केर के बोल त ओइ त्यो यता ल्याए क्यामेरा छोडिदिनुहोस् केही बोल्न जरुरी छैन धम्सो पनि गोली चलाउँछ केही बोल्न जरुरी कोही पनि दलितहरू यहाँ एकजना भएन उभिराख्या यी सामन्तीहरूसँग एकजना भएन लड्न उभिराख्या कोहीसँग सामन्तीहरूसँग बोल्न जरुरी छैन सामन्तीहरूलाई नटडेर गरे होइन सामन्तीहरूलाई नटड्या होइन एकजना भएन लड भाइ आफ्नो आत्मसम्मानको लडाइँमा एकजना भए पनि लड आफ्नो आत्मसम्मानको लडाइँमा एकजना भए पनि लड्न तयार भएर बस केही फरक पर्दैन दम छ भने गोली चलाउँछ बन्दुक हाम्रो भाइको हातमा पनि छ नबिर्सी बन्दुक हाम्रो भाइको हातमा पनि छ यहाँका प्रहरीका सिपाहीहरू जतिले बन्दुक बोक्नु भएको छ परिस्थिति बने पनि सामन्तीलाई गोली हान्नु जिम्मा बोलिन्छ सामन्तीहरूलाई हान्नु गोली यही हो हान्ने बेला तिमीले तालिम गरेर आएका छौ यो समुदायको हितको लागि पनि बन्दुक बनाउनु पर्छ यदि फिल्डमा खटेको कोही पनि कसैको पनि हातमा बन्दुक छ भने यी सामन्तीहरूलाई गोली हान्नु त्यसको जिम्मा के लिनुपर्छ खगेन्द्र सुनारले लिन्छ कोही पनि यहाँको सिपाही हलदारको हातमा कसैसँग पनि हतियार छ भने दलितको हातमा बन्दुक छ भने गोली चलाउने दम छ भने गोली चला दलितलाई मार दम छ भने गोली चला मैले चाहिँ बल प्रयोग प्लिज कृपया नगरिदिनु होला म कसरी शान्तिपूर्ण हुन्छ भाइ मारे मुद्दामा कसरी शान्तिपूर्ण हुन्छ कसरी शान्तिपूर्ण हुन्छ यसै हो के हो भने यहाँ चाहिँ हामी आत्मसम्मानको लडाईँमा हो यहाँ कोही कसैले हामी प्रहरी दाजुभाइहरू अहिले ढुङ्गा हाल्न पर्यो पुलिसले भाटा हान्यो भने ढुङ्गाभित्र हान्नु पुलिसलाई नहान्नु कसैले पुलिसलाई नहान्नु अर्को कुरा यो पनि बुझ्नु जरुरी छ जुन चाहिँ हाम्रो यो नवराजको विपक्षको विरुद्धमा जसले चाहिँ वकालत गर्नु भएको थियो त्यहाँ वकिल साहबहरूलाई पनि अलिकति चुनौतीको विषय छ किनकि तपाईँले मैले बुझिराखेको छु यहाँ चाहिँ कसले यहाँ बहस गरिराख्नु भएको छ हाम्रो विपक्षमा भन्ने कुराहरू मैले बुझिराखेको छु तपाईँलाई यति पनि थाहा हुनुपर्छ कि कम्तीमा मान्छे मारेको चिजलाई जातीय विभेदको कारणले मारेको चिजलाई चाहिँ तपाईँले मारेन भन्नु मिल्छ यो भाकाले तपाईँहरूलाई पनि सुनाउँछु गोली चला दलितका विरुद्धमा भोलि न्यायाधीश यहाँबाट भित्र जान पाउँदैन कोही पनि यहाँबाट जाने छोडिदिनु तपाईँ को जान्छ म एक्लै भने अब कोही पनि नजाए यहाँबाट मान्छे मारेर भेरीमा बगाएको छ मान्छेलाई काटेर भेरीमा बगाएको छ भाइको रगत बगेको छ यो कुरालाई हल्का रूपमा लिने यत्रो जातीय अपराध भएको छ जातीय हिंसा भएको छ यी सामन्तीहरूले छानी मारेका छन् यिनलाई छोड्ने भन्ने हुन्छ यो देश यसको बाउको बिर्ता हो यहाँका दलितहरूले रगत पसिना बगाएर कमाएका उनीहरू यत्रा सारा रगत पसिना हाम्रा दलितका बग्ने यो सामन्तीलाई पख यसलाई मैले जाने कोही पनि यहाँबाट कोही पनि नजान्छ रात पनि यही छ यसले कति बल प्रयोग गर्दो रहेछ तेरो पुलिस 1 लाख नेपालका दलित 60 लाख आइजो कहाँ आउँदो रहेछ बल प्रयोग हामी तयार छौँ गोली खान तर तँलाई यसै छोड्ने भन्ने हुँदैन साला सामन्तीहरू दलितलाई तँलाई लागि आउँदा तेरो सारा फैसला चुपचाप स्वीकारेर घर जान्छ भन्ने लाग्यो त तेरो ओह्रालो दिन सुरु भयो न्यायाधीश दम छ भने आइजो
चला गोली ओइ गोली चला दम छ भने गोली चला ओइ दम छ भने गोली चला न्यायाधीश चोर देश चोर न्यायाधीश चोर देश चोर न्यायाधीश चोर देश चोर गोली चला मुर्दाबाद मुर्दाबाद गोली चला ओइ उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत गोली चला मुर्दाबाद मुर्दाबाद ओइ न्यायाधीश चोर देश चोर यहाँका दलितलाई मारेर न्यायाधीश गर्ने न्यायाधीश चोर देश चोर न्यायाधीश चोर देश चोर न्यायाधीश चोर देश चोर उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 दलितका विरुद्धमा फैसला गर्छ मुर्दाबाद मुर्दाबाद न्यायाधीश चोर 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 उच्च अदालत मुर्दाबाद मुर्दाबाद उच्च अदालत मुर्दाबाद मुर्दाबाद दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलितका विरुद्धमा फैसला गर्छस् दलित मार्न पाइँदैन विरुद्धमा फैसला गर्छस् दलित मार्न पाइँदैन 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 दलित मार्न पाइँदैन दलितका दलित मार्न पाइँदैन फैसला गर्छस् दलितका विरुद्धमा फैसला गर्छस् गर्छस् दलित मार्न पाइँदैन फैसला गर्छस् दलित मार्न पाइँदैन फैसला गर्छस् दलितका विरुद्धमा फैसला गर्छस् दलित मार्न पाइँदैन दलितका विरुद्धमा फैसला गर्छस् ओइ दलितका विरुद्धमा फैसला गर्छस् दलितका विरुद्धमा फैसला गर्छस् मैले के भनेको छु दलितका मुर्दाबाद 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 उच्च अदालत 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 मुर्दाबाद मुर्दाबाद दलितका विरुद्धमा फैसला गर्ने ए सामन्तीहरू हिजो हाम्रो बाउलाई ठकिस बाजालाई ठकिस अब तेरो बाल आइजो ए लडाम आइजो तेरो गेटमा आएको छ दलित लड्न आइजो ए दम छ आइजो ए न्यायाधीश लड्न आइजो ए न्यायाधीश लड्न आइजो ए न्यायाधीश लड्न आइजो लड्न आइजो न्यायाधीश न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर न्यायाधीश चोर तर यिनलाई म सुताएर छाड्छु रगत बग्छ के बराबर है दम छ गोली चला भोलि छानबिन हुन्छ भोलि उज्यालो हुन्छ हेर्दै भोलि हेर्दै त उज्यालो हुन्छ ऊ यहाँ सिसिटिभीलाई खिचिरहेको छ भोलि छानबिन हुन्छ न्यायाधीश चोर यो दलितहरू फरक न्यायाधीश चोर उच्च अदालत मुर्दाबाद 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 ओ न्यायाधीश ओइ भोलि तेरो घरमा आएर लड्न आउँछन् दलितहरू तँलाई लाग्यो होला भागेर जान्छन् भन्ने लाग्यो होला हेर्दै त तेरो ओह्रालो दिन सुरु हुन्छ यहीँबाट बोल्ने हो कि तेरो ओह्रालो दिन सुरु हुन्छ यहीँबाट बोल्ने हो उनीहरू चाहिँ उतातिरबाट गइसकेका छन् अब चाहिँ भोलिका दिनमा के हुन्छ भन्ने कुराहरू ख्याल गर्ने हो सालाहरू दलितका विरुद्धमा फैसला गर्ने दलितका विरुद्धमा फैसला गर्ने यत्रा दलितहरू प्रत्येक दलितहरू यो भिडियोहरू बनाएर पठा 77 जिल्लाका दलितहरू
हामीलाई भाटा कसले आन्छ भिडियो बना, हामीलाई गोली कसले चलाउँछ भिडियो बना, त्यसको एक एक हिसाब हुन्छ। हाम्रा विरुद्धमा आदेश कसले दिन्छ त्यसको लागि त्यसको लिस्ट बनाएर राख। हाम्रा विरुद्धमा बहस गर्ने वकिल सामन्तीहरूको लिस्ट बनाएर राख। अब यिनीहरूसँग ज्यानको कोरोनाले लैजाने ज्यान केही फरक पर्दैन। प्रत्येक दलितहरू आफ्नो आत्मसम्मानको लडाईँमा रगत बगाउन तयार भएर लाग्छ। प्रत्येक दलित यो कुरा सुन्नुपर्छ, प्रत्येक दलित यो कुरा बुझ्नुपर्छ। आफ्नो आत्मसम्मानको लडाईँमा प्रत्येक दलितहरू यो कुरा विचार गरिराख। प्रत्येक दलितले, कोही पनि दलितहरू यहाँबाट नजानु, कोही पनि प्रहरीका सिपाहीहरू, सशस्त्रका सिपाहीहरू हातमा बन्दुक छ भने सामन्तीको टाउको ताकेर गोली हान्नु। भाइ 16 वर्षपछि रिटायर भएर आउनु पर्ने ठाउँ यही हो। आमा रुँदै गएकी छन्, पड्का गोली, हान गोली, ठोक यिनलाई गोली। यी सामन्तीका विरुद्धमा एकचोटि प्रत्येकले जसको हातमा भाटा चाहिँ सामन्तीको टाउको फुट्ने गरी हान। कसले दिन्छ दलितलाई गोली चलाउने आदेश? सब यिनीहरूसँग हिसाब हुन्छ। सामन्तीहरूका विरुद्धमा फैसला गर्ने आदेश कसले दिनलाई यिनका विरुद्धमा अब हिसाब हुन्छ। अब कोही पनि दलितहरू यहाँबाट नजानुहोस्, कोही पनि दलितहरू भोलि देशैभरिबाट मान्छेहरूको आह्वान गर्नुहोस्। यी सामन्तीहरूले रगतको खोलो बगाउन चाहेको हो। लाई चलाउन सामन्ती न्यायाधीश मुर्दाबाद। अब आइजो न्यायाधीश मुर्दाबाद। सामन्ती न्यायाधीश मुर्दाबाद। मुर्दाबाद। सामन्ती न्यायाधीश मुर्दाबाद। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। सामन्ती न्यायाधीश मुर्दाबाद। सामन्ती न्यायाधीश मुर्दाबाद। सामन्ती न्यायाधीश मुर्दाबाद। उच्च अदालत मुर्दाबाद। 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 उच्च अदालत मुर्दाबाद। 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 उच्च अदालत मुर्दाबाद। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। मुर्दाबाद। सरकार जेल जान तयार भएर बस्छ। मुर्दाबाद। साथीहरु जेल जान तयार भएर बस्छ। मुर्दाबाद। 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 सबै साथीहरु जेल जान तयार भएर बस्छ। मुर्दाबाद। मुर्दाबाद। प्रत्येक दलितहरु जेल जान तयार भएर बस्छ। न्यायाधीश छोड देश छोड। 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 उच्च अदालत मुर्दाबाद। 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 उच्च अदालत मुर्दाबाद। 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 उच्च अदालत मुर्दाबाद। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। 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 न्यायाधीश छोड देश छोड। 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 उच्च अदालत मुर्दाबाद। 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 दलित मार्न पाइँदैन। 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 दलित मार्न पाइँदैन। 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 दलित मार्न पाइँदैन। 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 न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। सामन्ती न्यायाधीश मुर्दाबाद। 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 न्यायाधीश छोड न्यायाधीश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। सामन्ती न्यायाधीश मुर्दाबाद। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। 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 न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। दलित मार्न पाइँदैन। 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 दलित मार्न पाइँदैन। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। 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 दलित मार्न पाइँदैन। 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 दलित मार्न पाइँदैन। 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 दलित मार्न पाइँदैन। 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 उच्च अदालत मुर्दाबाद। 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 उच्च अदालत मुर्दाबाद। 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 उच्च अदालत मुर्दाबाद। 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 सामन्ती न्यायाधीश मुर्दाबाद। 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 न्यायाधीश छोड देश छोड। देश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड। न्यायाधीश छोड देश छोड।
न्यायाधीश दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद न्यायाधीश सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद अगाडि एकदमै तनावग्रस्त छ हामी देख्न सक्छौँ जब हाम्रा विगतको कारणले हत्या गरिएको दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद दलित मार्न पाइँदैन घाटले के भन्छ घाटले के भन्छ घाटले के भन्छ घाटले के भन्छ न्यायाधीश जब नम्राज न्यायाधीश दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलित मार्न सामन्ती न्यायाधीश जब खगेन्द्र सुनारका उच्च अदालत अगाडि गेट अगाडि हुनुहुन्छ दर्शकबिन हामी देख्न सक्छौँ यो दलित विभेद होइन दलित मार्न पाइँदैन अदालतले दलितको विरुद्धमा उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद न्यायाधीश हामी प्रत्यक्षहरूको उच्च अदालत मुर्दाबाद न्यायाधीश सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन न्यायाधीश सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद उहाँलाई रोकिरहनु भएको छ सामन्ती न्यायाधीश सामन्ती न्यायाधीश सामन्ती न्यायाधीश सामन्ती न्यायाधीश सामन्ती न्यायाधीश सामन्ती न्यायाधीश उच्च अदालत मुर्दाबाद
उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश बल प्रयोग गर्नेहरूको भोलि हिसाब हुन्छ भिडियो खिचेर है दलितको विरुद्धमा बल प्रयोग भइरहेछ दलितलाई यहाँबाट लखटिरहेको छ दलितको विरुद्धमा बल प्रयोग भइरहेछ दलितलाई भोलि थाहा हुन्छ भोलि दलितलाई बल प्रयोग गर्दा के हुन्छ यार बल प्रयोग गर्दा के हुन्छ दलितलाई हेर भोलि गोली चला गोली चला गोली चला गोली हानै दलितहरूलाई बल प्रयोग गर्दा के हुन्छ यार दलितहरूलाई बल प्रयोग गर उच्च अदालत उच्च अदालत उच्च अदालत न्यायाधीश दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन दलित मार्न पाइँदैन पराली दमन मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद यहाँका ड्युटीमा रहेका प्रत्येक सिपाहीले भाटा हान्नु पर्यो भने यो आदेश दिने सामन्तीहरूको टाउकोमा भाटा हान्नु प्रत्येकले यो कुरा एउटा इतिहासको ऐतिहासिक लडाई हो कोही पनि दलितहरूले खुट्टा नकमाएर लड्नु सामन्तीहरूको विरुद्धमा कसैले पनि हामी माथि बल प्रयोग हुन्छ भने हामी मर्न तयार छौं तर अब यिनीहरुसँग हिसाब हुन्छ अब यही अदालतको गेटमा हिसाब हुन्छ यही अदालतको गेटमा हिसाब हुन्छ यो अदालतको गेटमा हिसाब हुन्छ दर्शकबिन यतिखेर खगेन्द्र सुनार गेट हेर्न सक्नुहुन्छ अहिले खगेन्द्र सुनार माथि अहिले प्रहरी बल प्रयोग भएको छ हामीले प्रत्यक्ष प्रचार गरेका छौं दर्शकबिन आरोपितहरूले सफाई पाइसकेको हामीलाई तपाईं भित्र बस्नु गेटमा जान पाइन्छ गेटमा जान पाइन्छ केलाई निषेधित घोषणा गर्नु सिडिओसँग ल्याएर गेटमा जान पाइन्छ गेट छोएछ कि हामीले अति गेटमा छुन पाइन्छ गेट छोड्न छैन प्रहरीले गेटमा जान छैन हामीले गेट छोएछ अति
हामीलाई बोल्न दिनुस् गेटमा उभिएर हामीलाई बोल्न दिनुस् गेटमा तपाईँ गेटमा धक्काले काम नगरिदिनु हामीलाई गेट छुन दिनुहोस् गेट छुन दिनुहोस् हामीलाई गेटसम्म जान पाइन्छ ती सिडिओबाट निषेधित क्षेत्र बनाएर लेखेर ल्याउनुहोस् होइन भने हामीलाई गेट छुन दिनुहोस् यो निषेधित क्षेत्र होइन यो पब्लिक एरिया हो निषेधित क्षेत्र होइन हामी भित्र प्रवेश गरेका छैनौँ यहाँको कानुन हामीले राम्रोसँग बुझेका छौँ कहाँसम्म जान पाइन्छ कहाँसम्म जान पाइन्न भन्नु दलितले सार्वजनिक ठाउँमा ढोका छुन पाउँछन् दलितले तपाईँ बिचमा न्यायाधीश नबन्नुहोस् यहाँका दलितलाई गेटमा छुन दिनुहोस् बोल्न दिनुहोस् आफ्नो मनका कुरा भन्न दिनुहोस् यसरी चार तपाईहरू कमान्डरको सानो गल्तीले भोलि आगो लाग्न सक्छ यो जातको मुद्दा हो यो दलितको मुद्दा हो यो नबिर्सिनुहोस् फेरि यो जातको मुद्दा हो यो भवितव्यमा मान्छे मरेको मुद्दा होइन यो माछा मारेको मुद्दा होइन जातको मुद्दा हो यो कुरा विचार गर्नुहोस् यसलाई गम्भीर ढङ्गले लिनुहोस् एउटा ड्युटी कमान्डरको फिल्ड कमान्डरको गलत निर्णयले देशमा भोलि आगो लाग्न सक्छ मैले यहाँ देखिरहेको छु नवजवान साथीहरू भक्कर फुली लगाएर आउनु भएको तपाईँले बुझ्नुहोस् यहाँको वास्तविकता बुझ्नुहोस् प्रणालीको वास्तविकता बुझ्नुहोस् यहाँको ग्राभिटी बुझ्नुहोस् यो समाजलाई बुझ्नुहोस् तपाईँ भोलि संगठनको चिफ बन्ने मान्छे हो सर तपाईँले भोलि यो देशको समग्र सुरक्षाको जिम्मा लिनुपर्ने मान्छे 60 जना राउटे होइन 60 लाख दलित अपमान भएको छ अनि दलितलाई बोल्न नदिने दलितलाई भन्न नदिने बल प्रयोग गर्ने तपाईँको सानो गल्तीले भोलि ठुलो क्षति हुन सक्छ यो कुरा प्रत्येक अहिलेको लोकतान्त्रिक प्रहरीले बुझ्नुपर्छ गणतन्त्रको प्रहरीले बुझ्नुपर्छ कोही सामन्तीहरूको प्रहरी होइन कोही यहाँका तानाशाहको प्रहरी होइन लोकतान्त्रिक गणतन्त्र सार्वभौम सत्ता सम्पन्न देशको प्रहरी हो लोकतान्त्रिक प्रहरीले जनता पनि प्रहरीको साथी हो प्रहरी पनि जनताको साथी हो भने साथीले साथीलाई साथीको जस्तो व्यवहार गर्नुपर्छ यो कुरा बुझ्नुपर्छ प्रहरी हामीले बुझेका छौँ हामीले के बोल्दा के हुन्छ भन्ने कुरा बुझेका छौँ प्रहरीका साथीहरूलाई हामी स्पष्ट भन्न चाहन्छौँ हाम्रो लडाईँ प्रहरीसँग होइन हामी कुनै प्रतिबन्धित आतंककारी समूह होइन यो राज्यले प्रतिबन्ध गरेका मानिसहरू होइन अधिकारको पक्षमा लडेर हिँडेका मानिसहरू हुँ हामीलाई कहाँसम्म जाँदा के हुन्छ भन्ने कुरा हामीले बुझेका छौँ त्यसैले यो ढोका छुन पाइन्छ यो गेटमा हान्न पाइन्छ गेटमा लात हान्न पाइन्छ यो जनताको सम्पत्ति हो यहाँको दलितको सम्पत्ति हो यो प्रदेश दलितको यहाँ 40% दलितहरू बसेका छन् मैले फेरि पनि भने आज रात परेको छ यो रातमा संसार सकिँदैन भोलि उज्यालो हुन्छ हेर्नुहोस् यसको फैसला कहाँ कहाँ पुग्छ हेर्नुहोस् त्यसैले मैले फेरि पनि भने प्रहरीका साथीसँग हाम्रो लडाईँ होइन यो कुरा बुझ्नुहोस् यहाँ आउनुभएको अधिकांश साथीहरू नेम प्लेट झिकेर आउनु भएको छ दलितहरू हुनुहुन्छ गैर दलित हुनुहुन्छ कतिको थर तिमीसँग मिल्ला कतिको थर हामीसँग मिल्ला तर पीरले जागिर खानु भएको मैले बुझेको छु मेरो भाइ यो अभि यो फिल्डमा खटेको छ मेरो बहिनीहरू खटेका छन् तर यो समुदायले गरेको अपमानलाई तपाईँले बिर्सिने भन्ने हुन्छ 6 जना भाइहरूलाई मारेको संसदीय समितिले समेत यिनीहरूको हत्या भएको जातीय विभेदको कारणले हत्या भएको भन्ने कुरालाई चाहिँ अनसुना गरेर जातीय विभेद होइन भवितव्यमा चाहिँ पानीमा चिप्लेर मरेर भनेका जस्ता गलत फैसला गर्न मिल्छ कि मिल्दैन अनि यसका विरुद्धमा दलित बोल्न नपाउने भन्ने हुन्छ अनि यसका विरुद्धमा दलित आवाज उठाउन नपाइने भन्ने हुन्छ प्रहरीले बुझेको छ मैले बुझेको छु अहिलेको लोकतान्त्रिक प्रहरी अहिले एआई सिस्टमको मोबाइल चलाएको प्रहरीले यो कुरा बुझेको छ यो कुरा बुझ्नुहोस् भोलि अदालतको कठघरामा तपाईँ पनि उभिनु पर्ने बेला आउन सक्छ दलितमाथि दमन नगर्नुहोस् यो तपाईँले अहिले लट्ठी हान्नु भयो भने तपाईँले पनि हामीलाई जातीय विभेद गरेको ठहरिनेछ किनकि यो आन्दोलन जातीय विभेदको विरुद्धमा भएको यो आन्दोलन आफूमाथिको अन्यायको विरुद्धमा भएको त्यसैले यो नसम्झिनुहोस् यो अन्य कुनै अराजक आन्दोलन होइन यहाँका दलित बोल्न पाउनुपर्छ यो निषेधित क्षेत्रमा आए बापत आन्दोलन गए बापत यहाँको चलन चल्तीको कानुन अनुसार कारबाही गर्नुहोस् यो कुरा स्वीकार्य छ तर बन्दुक देखाएर लट्ठी देखाएर बुट देखाएर दमन नगर्नुहोस् मैले फेरि पनि भने तपाईँ जागिरमा आउनुहुन्छ सर फुली तपाईँले लाउनु भएको छ हाम्रो फुली पनि छैन वर्दी पनि छैन हामीलाई कुनै सरुवा उम्ला छैन बडुवा उम्ला छैन हामीलाई केही छैन हामी त जिन्दगी हत्केलामा राखेर जिन्दगीलाई दाउमा राखेर लड्न हिँडेका मान्छेहरू यो कुरा बुझ्नुहोस् प्रत्येक मानिसहरूले यो कुरा बुझ्नुहोस् त्यसैले हामीलाई गेट छुन दिनुहोस् त्यसैले हामीलाई गेटमा जान दिनुहोस् त्यसैले हामीलाई गेटमा जान पाउनुपर्छ मुर्दाबाद
मुर्दाबाद सामान्य न्यायाधीश मुर्दाबाद मुर्दाबाद उच्च अदालत मुर्दाबाद मुर्दाबाद उच्च अदालत मुर्दाबाद दलित मार्न पाइदैन दलित मार्न पाइदैन उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद कुरा गेटमा गएर बोल्न पाइन्छ कि निषेधित क्षेत्रले टास्क प्रहरीले मैले विनम्रतापूर्वक भने तपाईहरुलाई विनम्रतापूर्वक यहाँ निषेधित क्षेत्र लिएर टार्नुहोस् छुन पाइन्न भनेर टार्नुहोस् हामी मान्छौँ निषेधित क्षेत्र घोषणा गर्नुहोस् शान्तपूर्वक कृपया के भन्छ त्यहाँ बसेर आफ्नो कुरा राख्नुहोस् हाम्रो केही बेम्बे छैन यत्रो अन्याय भइरहेछ के सुन्नुहोस् न हाम्रो कुरा सुन्नुहोस् न एकैछिन सुन्नुहोस् त्यति हाम्रो कुरा पनि स्वयंपूर्वक तपाईँ मजाले गर्नुहोस् तपाईँ शान्तिपूर्वक विरोध गर्न पाउनुहुन्छ ओके हाम्रो केही त्यसमा उ छैन हो तैपनि यहाँ यसरी धकलपकल गर्ने यहाँ माथि चढ्ने त्यो किसिमको अर्को दुर्घटना हुनसक्छ हो त्यसकै लागि सावधानी अप्नाएर तपाईँ कृपया हाम्रो कुनै बल प्रयोग हुँदैन यसमा तपाईँ मजाले आफ्नो कुरा राख्नुहोस् जति तपाईँ जति रातभरि बस्छ जति दिएर हाम्रो के मतलब छैन तर के भन्छ शान्तपूर्वक बस्नुहोस् धकलपकल नगर्नुहोस् हो यहाँ गेटमा धकलपकल गर्ने के भन्छ माथि चढ्ने त्यो अर्को दुर्घटना निप्लिन सक्छ भनेर त्यो तपाईँकै सुरक्षाको लागि चाहिँ हामीले चाहिँ यहाँ मान्छे राखिदिएको हो त्यसो गेटमा छुन पाइन्छ गेटमा तर तपाईँ यत्रो ग्याल लागेको बेला चाहिँ तपाईँ यहाँ के भन्छ शान्तपूर्वक बस्नुहोस् होइन मैले यही भने गेटमा जान दिनुहोस् सबैजना अगाडि आउनुहोस् तपाईँले बोलेको कुराको सबैजना गेटमा आउनुहोस् केही फरक छैन बस्नुहोस् गेटमा आउनुहोस् शान्तपूर्वक सबैजना गेटमा आउनुहोस् उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 दलित मार्न पाइदैन दलित मार्न पाइदैन उच्च अदालत मुर्दाबाद 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 उच्च न्यायाधीश मुर्दाबाद 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 उच्च न्यायाधीश मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 दलित मार्न पाइदैन दलित मार्न पाइदैन उच्च अदालत मुर्दाबाद 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 उच्च न्यायाधीश मुर्दाबाद 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 गिरीकाले के भन्छ उच्च न्यायाधीशले भन्छ उच्च अदालतले के भन्छ सामन्ती न्यायाधीश मुर्दाबाद 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 न्यायाधीश सर न्यायाधीश सर न्यायाधीश सर न्यायाधीश सर न्यायाधीश सर न्यायाधीश सर न्यायाधीश उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद दलित मार्न पाइदैन दलित मार्न पाइदैन दलित मार्न पाइदैन दलित मार्न पाइदैन सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद न्यायाधीश सर न्यायाधीश सर न्यायाधीश सर दलित मार्न पाइदैन दलित मार्न पाइदैन दलित मार्न पाइदैन उच्च अदालत मुर्दाबाद उच्च अदालत मुर्दाबाद सामन्ती न्यायाधीश 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 मुर्दाबाद भ्रष्ट न्यायाधीश मुर्दाबाद घुसखोरी न्यायाधीश मुर्दाबाद घुसखोरी न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद दलित मार्न पाइदैन दलित मार्न पाइदैन दलित मार्न पाइदैन दलित मार्न पाइदैन उच्च अदालत मुर्दाबाद उच्च
अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 दलित मार्न पाइदैन 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 दलित मार्न पाइदैन 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 दलित मार्न पाइदैन 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 उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 न्यायाधीश सामन्ती न्यायाधीश मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 दलित मार्न पाइदैन 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 उच्च अदालत मुर्दाबाद 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 न्यायाधीश सामन्ती न्यायाधीश मुर्दाबाद 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 सामन्ती न्यायाधीश मुर्दाबाद 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 सामन्ती न्यायाधीश मुर्दाबाद 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 सामन्ती न्यायाधीश मुर्दाबाद मुर्दाबाद मुस्करी न्यायाधीश मुर्दाबाद 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 मुस्करी न्यायाधीश मुर्दाबाद 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 मुस्करी न्यायाधीश मुर्दाबाद 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 दलित दमन हत्याकाण्डको आज उच्च अदालतले दलित दमन बन्द गर बन्द गर दलित दमन बन्द गर बन्द गर दलित दमन बन्द गर बन्द गर दलित मार्न पाइदैन पाइदैन दलित मार्न पाइदैन पाइदैन दलित दमन बन्द गर बन्द गर दलित दमन बन्द गर बन्द गर दलित दमन बन्द गर बन्द गर उच्च अदालत मुर्दाबाद 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 उच्च अदालत मुर्दाबाद 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 उच्च मुर्दाबाद 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 सामन्ती न्यायाधीश मुर्दाबाद मुर्दाबाद सामन्ती न्यायाधीश मुर्दाबाद बेलुका 8:30 बजे उहाँहरू चाहिँ यति बेला उच्च अदालत अगाडि हुनुहुन्छ। सबै साथीहरूलाई अब सबै साथीहरूले यो भएको अन्यायको विरुद्धमा यो भएको अत्याचारका विरुद्धमा अहिलेबाट यहीँबाट अनिश्चितकालको लागि धरना सुरु हुन्छ। मैले फेरि पनि प्रहरीका साथीहरूलाई फेरि पनि यहाँको जनधनको त्यो कुरालाई ध्यानमा राखेर यहाँको परिस्थितिलाई ध्यानमा राखेर हामी शान्तिपूर्ण तरिकाले यो गेटमा बस्छौँ। कहीँ कतैबाट दलितहरूमाथि त्यो खालको धरपकड नहोस्। हामीले यो बुझेका छौँ हामी माथि अन्याय भएको छ। यो सबैलाई यी सबै सञ्चारका माध्यमहरूबाट यो सामाजिक सञ्जालहरूबाट म देशभरिका दलितहरूलाई म यो कुरा स्मरण गराउन चाहन्छु। त्यो कोरोनाको कठिन परिस्थितिको बीचमा जात नमिलेको कारणले त्यहाँको ठकुरीको छोरी ल्याउन गएको कारणले त्यहाँको मल्ल ठकुरीको छोरी ल्याउन गएको कारणले जात नमिलेको कारणले यहाँको दलितको हत्या भएको यो दक्षिण अफ्रिकाको सार्फ भिल्लामा भएको 79 जना त्यहाँका काला जातिका मान्छेको हत्या पछिको जातीय विभेद तथा रंगभेदको आधारमा नेपालमा भएको सबैभन्दा ठूलो घटना हो। यो यहाँका प्रत्येक जिउँदो दलितहरूले यो कुरालाई बिर्सिनु हुँदैन। प्रत्येकले यो कुरालाई लिनुपर्छ। आजको रात हाम्रो लागि सबैभन्दा कठिन रात हुनेछ। हामी रातैभरि यही बस्नेछौँ। अनिश्चितकालको लागि हामी यहाँ बस्नेछौँ र जति पनि यहाँ आसपासमा र देशैभरिका साथीहरूलाई भोलि यसका विरुद्धमा आवाज उठाउनलाई म तपाईलाई अपिल गर्न चाहन्छु। कति सामाजिक सञ्जाल हेरेर बसिरहनु भएका साथीहरूलाई यो अलमल हुन सक्छ। कस्तो खालको फैसला भयो भन्न सक्छन्। यहाँका अदालतका सामन्तीहरूले घुमाउरो पारामा सबैलाई जेल भएको छ बोल्नु पर्दैन भनेर चाहिँ कानूनका 9 सिंह मध्ये एउटा सिंहले उनेर हामीलाई अलमल पारिदिन सक्छ। यी सामन्तीहरूसँग हामी कोही पनि अलमल नपर्नुस्। अहिले तिनलाई यसै चाहिँ ज्यान मार्ने मुद्दामा मात्रै मुद्दा चलाइएको छ। जुन कारणले घटना घटेको थियो, जुन कारणले त्यो अपराध भएको थियो, जातीय विभेद जस्तो जघन्य अपराधलाई उनीहरूले सामसुम पारेर जातीय भेदभाव होइन भनेर उनीहरूलाई सुनपानी छर्केर यहाँका न्यायाधीशले पठाएका छन्। खोइ त्यो न्यायाधीशको नाम ल्याउनुस् त। त्यसको यहाँका 2 जना सामन्तीहरूले तिनलाई सुनपानी छर्केर पठाइदिएका छन्। तिनलाई सुनपानी छर्केर शुद्ध बनाएर पठाइदिएका छन्।
ती दुईटा न्यायाधीशलाई यहाँका दलितले सुनपानी हाल्ने तयारी गर्नुपर्छ अवती सामन्तीलाई। यहाँका प्रत्येक दलितले ती सामन्तीहरूलाई फेरि सुनपानी हाल्ने तयारी गर्नुपर्छ। यी दुईटा न्यायाधीशका विरुद्धमा देशैभरि यिनका विरुद्धमा आवाज उठ्नुपर्छ। रुकुम अदालतले गरेको त्यो फैसलालाई हामीले स्वागत गरेका थियौं। यी सामन्तीहरूले गरेका यो शोभाकान्त मैनाली नाम गरेको न्यायाधीश र मातृका भण्डारी नाम गरेको दुईटा सामन्तीहरूले पैसा खाएर यिनीहरूले प्लेन गाडीका गाडी वकिल ल्याएर यहाँका न्यायाधीशलाई ब्रिफकेसमा पैसा बुझाएर यहाँका वकिलहरूलाई पैसा बुझाएर यहाँ यी सबैलाई पैसा दिएर घुस खाएर दलितका हत्यारालाई छोडेका छन्। यो शोभाकान्त मैनाली र मातृका भण्डारी भनेका दलितका विरुद्धमा लागेका सबैभन्दा ठूला सामन्तीहरू हुन्। यिनका विरुद्धमा यिनका बसेका घरमा आगो लाग्छ भने, यिनी चढेको गाडीमा आगो लाग्छ भने, यिनलाई जिउँदै कसैले आगो लाउँछ भने त्यसको जिम्मा खगेन्द्र सुनारले लिन्छ। यो कुरा रेकर्ड गरेर राख्नुस्। यो कुरा रेकर्ड गरेर राख्नुस्। यो कुरा रेकर्ड गरेर राख्नुस्। त्यसलाई कसैले पनि त्यसको घरमा आगो लाउँछ भने, त्यसलाई आगो लाउँछ भने खगेन्द्र सुनार कति वर्ष जेल बस्नु पर्ने हो? खगेन्द्र सुनार जेल बस्न तयार छ। यहाँका दलितहरू जेल बस्न तयार छन्। प्रत्येक युवाहरूले यो कुरालाई मनमा लिनुपर्छ। यो शोभाकान्त मैनाली र मातृका भण्डारीका विरुद्धमा हामीले आवाज उठाइरहनु पर्छ। मैले प्रहरीका साथीहरूलाई 36 जना भन्दा ठूलो संख्यामा वकिलहरू ल्याएर पैसाको भेरी भन्दा ठूलो भेल बगाएर हाम्रा आमाहरूको आँसुको भेललाई व्यवस्था गरेर पैसाको खोलो बगाएर यहाँका दलितहरूलाई जसरी दमन गरिएको छ, प्रत्येक दलितले यो कुरालाई मनमा लिनु। हाम्रो भाइ मारेको छ, सम्झना कामीहरूको बलात्कारको बदला लिने बेला यही हो। अन्दिरा पासीहरूको बलात्कारको बदला लिने बेला यही हो। दैलेखमा 12 वर्ष पहिला हत्या गरेको सेते दमाईको हत्याको बदला लिने बेला यही हो। यहाँका सामन्तीहरूले लक्ष्मी परिवारको बलात्कार र हत्या गरेका छन्, तिनको बदला लिने बेला यही हो। 7 वर्ष पहिला यही अन्तर्जातीय विभेदको कारणले हत्या गरिएका अजित सार्कीको लास काठमाडौँको टिचिङ हस्पिटलको मुर्दाघरमा तिमीलाई र मलाई पर्खेर बसेको छ, त्यसको हत्याको बदला लिने बेला यही हो। कोरोनाले मरेर जाने ज्यान, मोटरसाइकल दुर्घटना परेर मरेर जाने ज्यान, एक दिन सुतेको ठाउँमा सुतै भएर मरेर जाने ज्यान, लिखा जिम्रा मरे जस्तो, बाख्राको पाठा मरेको जस्तो मर्नुभन्दा अदालतको गेटमा लडेर रातो तातो गोली खाएर मर्न अब दलित तयार हुनुपर्छ। प्रत्येक दलितले यो कुरालाई मनमा लिनुपर्छ। आमाको बलात्कार भएको छ, बाउको हत्या भएको छ, आमाहरू यहाँ रुँदै हिँडेका छन्, भाइहरूको भेरीमा लास परेको छ, भाइहरूको लास मुर्दा घर कुरेर बसेको छ, चियान घाट कुरेर बसेको छ। भाइको आत्माको शान्तिको लागि र आत्मसम्मानको लडाईमा प्रत्येक दलितहरू गोली खान तयार हुनुपर्छ। प्रत्येक दलित आजभन्दा 6 वर्ष पहिला जाजरकोटको जिल्ला प्रहरीको गेटमा उभिएर पनि हामीले यसरी नै आन्दोलनको सुरुवात गरेका छौं। आजबाट त्यो शोभाकान्त मैनाली र त्यो मातृका भण्डारीको दिनगन्ती सुरु भयो। भाइ तेरो दशा लाग्या रहेछ, दलितसँग न्यु खोजिस। तेरो दशा सुरु भयो, तेरो 7.5 सुरु भयो, यहीबाट तेरो 7.5 को काउन्टर सुरु भयो। तेरो दशा लागेको रहेछ। यहाँका 60 लाख दलितसँग तैले अरिङ्गारको गोलोमा हात हालिस। यहाँ देशको सबैभन्दा बढी दलितहरू बसेको ठाउँमा आएर ती 35 जना सामन्ती वकिलहरूले यिनी सबको मैले लफम चिनेको छु। ठमेलमा केटी राखेर धन्दा गर्ने बार र बजारमा कानुनको धन्दा गर्ने यो नेपाल बारका सामन्तीहरूलाई यिनलाई धोती लाउने तयारी प्रत्येक दलितहरूले गर्नुपर्छ। हाम्रा विरुद्धमा बहस गर्ने प्रत्येक वकिलहरूलाई कालो मोसो लाउन, यिनलाई कालो कोट मात्र होइन, कालै जुत्ताको माला र कालै मोसो लाउने तयारी गर्नुपर्छ। हाम्रा विरुद्धमा कालो कोट लगाएर फैसला गर्ने यी सामन्तीहरूलाई कालै मोसो लगाएर यहाँबाट लखेट्ने तयारी गर्नुपर्छ। प्रत्येक दलित यो कुरा बुझ्नुपर्छ। एकजना भए पनि लड्न तयार हुनु, एकजना भए पनि मर्न तयार हुनु। आत्मसम्मानको लडाई फर्किएर आउँदैन। अजित मिजारहरूले माफी मागेको भए, नवराजहरूले त्यहाँको सामन्तीहरूको खुट्टा समातेर दाइ अब आउँदैन भनेर घुँडा टेकेर हात जोडेर माफी मागेको भए तिनीहरूको ज्यान बच्न सक्थ्यो। जसरी नवराज आफ्नो मायाको लागि मर्न तयार भयो, जसरी आफ्नो साथीको आत्मसम्मानको लागि हाम्रा 6 भाइहरू मर्न तयार भए, त्यो भाइको 37 जना यहाँका प्रत्येक युवाहरू मर्न तयार हुनुपर्छ। नालीमा लडेर मर्ने होइन, यी सामन्तीको आँगनमा लडेर मर्न तयार हुनुपर्छ। अन्तर्राष्ट्रिय अदालतमा यो मुद्दा जाँदैछ। यो न्यायाधीशको दिनगन्ती सुरु भयो। अब यसको दिनगन्ती सुरु भयो। दलितसँग लड्दै गर्दा, दलितसँग भिड्दै गर्दाको परिणाम के हुन्छ यसले अस्ति गृहमन्त्री काण्डमा पनि हेर्यो होला काठमाडौँमा। अब यसका विरुद्धमा दलितलाई लाग्या होला, या 2-4 जना सामन्तीका विरुद्धमा बोल्दै गर्दा यसलाई मानहानिको मुद्दा। तिमी सामन्तीहरूको घुसखोरको अड्डा अदालतलाई यहाँका दलितहरूले आगो लगाउँदैछन्।
मान्छेहरू यही भनेका थिए यहाँका गृहमन्त्रीको विरुद्धमा आवाज उठाउन सक्दैन भनेर दलितलाई हेपेर यहाँको गृहमन्त्रीहरूले हाम्रा विरुद्धमा आदेश दिएका थिए। ती सामन्तीहरूको निधराम गर्ने यिनै दलितहरू हुन् भन्ने कुरा बुझ्नुपर्छ। यहाँका दलितहरूलाई हिजोको जसरी फेरि हेप्ने, फेरि चेप्ने, फेरि बुटले च्याप्ने, फेरि कानुनले च्याप्ने, फेरि बन्दुकले च्याप्ने, फेरि लट्ठीले च्याप्ने होइन। यो लोकतन्त्र हो, यो गणतन्त्र हो। यहाँका दलितले बोल्न पाउनुपर्छ। फेरि पनि भने तिम्रो छोरीको बलात्कार हुँदैछ भाइ, तिम्रो श्रीमतीको बलात्कार हुँदैछ, गर्भमा हुर्किँदै गरेका होस् वा काखमा हुर्किँदै गरेको होस्, तेरो छोरीको भविष्य गतिलो छैन, तेरो छोराको भविष्य सुन्दर छैन। हत्यारा छुटेर आउँदैछन्, हत्यारा सुनपानीले नुहाएर आउँदैछन्, भेरी त्यही छ, तेरो घर यही छ, तेरो छोरी यही छ। बलात्कार हुने दिन धेरै टाढा छैन, यो कुरा दलितले बिर्सिनु हुँदैन। कर्णाली यही छ, भेरी यही छ। यो अपराधीको मनोबल यी सामन्तीहरू उच्च बनाएर राखिदिएका छन्। उच्च अदालतबाट सामन्तीहरूको अपराधीहरूको मनोबल उच्च हुने गरी गरेको यो फैसला यहाँका दलितहरू यसका विरुद्धमा आगो ओकल्न तयार हुनुपर्छ। प्रत्येक दलित यसका विरुद्धमा लड्न तयार हुनुपर्छ। प्रत्येक दलित यसका विरुद्धमा आवाज उठाउन तयार हुनुपर्छ। एक मुठी सास र एक थोपा रगत रहन्जेल इतिहासमा लड्नेहरूको नाम हुन्छ, कायरहरूको भगोडाहरूको नाम हुँदैन। मुद्दा पर्छ केही फरक पर्दैन। इतिहासमा सबैभन्दा बढी मुद्दा न्यायाधीशको विरोध गरे बापत, अदालतको गेटमा आएर न्यायाधीशको विरुद्धमा बोले बापत वा यिनका विरुद्धमा लडे बापत कतिवटा गोली खानुपर्छ हामी तयार छौँ। कतिवटा मुद्दामा हतकडी लाएर जेल जानुपर्छ हामी तयार छौँ। हतकडी त्यही छ, हात यही छ। दम छ भने हतकडी लाउने र लगेर मुद्दा चलाउने, हात यही छ। बन्दुक त्यही छ, छाती यहाँ छ। तालिम गरेका हौ भने दम छ छातीमा भने आदेश दिने र गोली पड्काउने। यसका विरुद्धमा दलितहरू जिन्दगी दाउमा राखेर लड्न तयार छन्। प्रत्येक आमाहरूले यहाँ बस्नु भएको छ, मेरा आमाहरू यहाँ छन्। यी आमाहरू कसैले पनि खिन्न मन गर्नु पर्दैन, कसैले पनि सानो मन गर्नु पर्दैन। तिम्रो छोरो मरेको होइन, तिम्रो छोरो मकैको बिउ जसरी माटोमा रोपिएको, तिम्रो एकजना छोरो मरेर यहाँ सयौं हजारौं छोराहरू लड्न तयार भएका छन्। सानो मन गर्ने होइन, खिन्न मन गर्ने होइन। तिम्रो छोरो कमजोर भएको भए, तिम्रो छोरो कहीँ जात्रामा गएर लडेको भए, जाड खाएर मरेको भए कमजोर मन गर्नु पर्थ्यो। तर यी सामन्तीका विरुद्धमा आँखा उठाएर भेरीमा डुबेर आफूलाई, भेरीमा प्राण त्याग्न आफूलाई जसरी तयार भयो, यी सामन्तीहरूको अगाडि लडेर मन जसरी तयार भयो, तिम्रो गर्व महान छ, तिम्रो कोख महान छ। तिम्रो घरबाट यहाँबाट सम्मान गर्नुपर्छ। 60 लाख दलितहरूको आवाज दब्नु हुँदैन। 60 लाख दलितले आफूमाथि भएको अन्याय र अत्याचारका विरुद्धमा मैले फेरि पनि भने यहाँका न्यायाधीशले गल्ती गर्छ भने, यहाँको वकिलले गल्ती गर्छ भने, यहाँका कोही कसैले पनि सरकारी संयन्त्रले दलितका विरुद्धमा कुनै पनि खालका फैसलाहरू गर्छन् भने कानुन बुझेर आएका छौँ, कानुन पढेर आएका छौँ। यो देशको शासकीय संरचनाका बारेमा गहिरो अध्ययन गरेर के गर्दा के हुन्छ भन्ने कुरा बुझेका छौँ। यिनका विरुद्धमा लड्दै गर्दा भोलि झुटो मुद्दा लागेर जिन्दगीभर आजीवन कारावास जानु पर्ने हुन सक्छ। हाँसी हाँसी खगेन्द्र सुनार कारावास तयार छन् दलितहरू। यो कुरा सहँदैनन्। प्रत्येक आमाहरू यही ओछ्यान लाएर सुत्नु हुनेछ। मैले प्रत्येक प्रहरीका साथीहरूलाई भने यो गेट कुनै पनि कारणले निषेधित क्षेत्र हो भने यहाँको प्रशासनले कहाँनिर निषेधित क्षेत्र हो लेखेर टाँसिदिनुपर्छ। अन्यथा त्यसको अगाडिपट्टि हामी यो गेटमा बस्नेछौँ। अहिलेबाट अनिश्चितकालको हाम्रो यहाँ धरनाको आन्दोलन सुरु हुनेछ। प्रत्येक युवा साथीहरूलाई यहाँनिर बस्न म अनुरोध गर्न चाहन्छु। आजको रातलाई हामीले एउटा संवेदनापूर्ण रात बनाएर प्रहरीका साथीहरूलाई सीसीटीभीले खिचे जाइ तपाईँहरूले पनि देखिरहनु भएको छ। यो जातको मुद्दा हो, यो जातीय विभेदको मुद्दा हो, यो जातको रूपमा गरिएको अपराध हो। यसका विरुद्धमा तपाईँहरूले यहाँको दलितहरूसँग समन्वय गर्नुहुनेछ। यहाँका दलितहरूलाई तपाईँले अन्याय गर्नुहुने छैन। मैले फेरि पनि भने त्यस्ता न्यायाधीशका विरुद्धमा लड्न प्रत्येक दलितहरू तयार हुनुहुनेछ। सम्पूर्ण मिडियाका साथीहरू मार्फत, सामाजिक सञ्जालहरू मार्फत हामी देशभरका साथीहरूलाई अपिल गर्न चाहन्छौँ, देशभरका दलितहरूलाई हामी अपिल गर्न चाहन्छौँ कि यस्ता सामन्तीहरूको विरुद्धमा दलितमाथि अपमान भएको छ, दलितमाथि अन्याय भएको छ, यसका विरुद्धमा बोल्न र आवाज उठाउन सबैलाई अनुरोध गर्न चाहन्छु। सबै साथीहरू र प्रहरीका साथीहरूले विनम्रतापूर्वक यो गेट बाहिरबाट तपाईँलाई खाली गरिदिनु हुनेछ। तपाईँहरू कतापट्टि बस्नु तपाईँहरू बस्न सक्नुहुनेछ। तर यो गेट चाहिँ हाम्रो लागि यहाँ यो अगाडिको भाग हामी तपाईँले भनेको जस्तो शान्तिपूर्ण तरिकाले यहाँका सबै साथीहरू यही गेटमै बस्नुहुनेछ, सबै आमाहरू यही बस्नुहुनेछ र अहिलेबाट
अनिश्चितकालको धरना सुरु भएको छ। यहीबाट एउटा आन्दोलनको बीजारोपण भएको छ। कर्णालीबाट सुरु भएको आन्दोलन कि वार कि पार भएर जान्छ। यति सजिलै कुहिएर जानेवाला छैन, यति सजिलै कुहिएर जानेवाला छैन। तपाईँहरू मार्फत यो अनुरोध गरौँ र अहिलेबाट साथीहरूलाई यहाँ बस्नुको लागि कसैले पनि यतातिर हातपात गर्ने हुलुज्जत गर्ने काम नगर्नु होला। हामीले साथीहरूलाई त्यो अनुरोध गरेका छौँ र प्रहरीका साथीहरूले कहीँ कतैबाट आन्दोलनमा घुसपैठ भएछ भने त्यो तपाईँहरूले सुरक्षाको नजरबाट हेरिदिनु हुनेछ र सबै साथीहरूलाई मजाले यो गेटमा चाहिँ अडेस लगाएर बस्नुलाई म अनुरोध सक्नुहुन्छ खगेन्द्र सुनार लगायत अहिले दलित अधिकार कर्मीहरू उच्च अदालत अगाडि सुर्खेतको उच्च अदालत अगाडि अहिले धरना बस्न सुरु गरिसक्नु भएको छ। दलितका युवाहरू दलित अधिकार कर्मीहरू र सम्पूर्ण अधिकार कर्मीहरू यहाँ हेरेर सक्नुहुन्छ अहिले धरना बस्न गरिसक्नु भएको छ। अब सुरु भयो। त्यो न्यायाधीश यही बाटोबाट गयो, पछाडिबाट गयो। भोलि त आउला त यही ठाउँ त आउने, बाटो कुरेर बस्छ, यही ठाउँ त आउने, गेट कुरेर त्यसो घाट कुरेर बस्छ होइन र यही ठाउँ त आउने। घाटसम्म त्यसलाई कुरेर बस्ने हो। कहाँ जाँदो रहेछ हेरौँ। भेरी कुन्साको नजिक छ क्या, फेरि त्यसलाई नि बोकेर ढकालिदिउँला त। तपाईँलाई भोलि ल्याइदिउँला है बहिनी, उठ्नु त आमाहरू यसमा गर्नुहोस्। त्यसलाई घाट कुरेर बस्नु, त्यसको ढोका कुरेर बस्नु आउला नि, आउला नि। हाम्रा भाइहरू भेरीमा धकालिदियो भने त्यसलाई नि बोकेर धकालिदिउँला त के भएर। यहाँ बस्नुहोस्, अलिक मजाले अलिक बाहिर मार्न मिल्ने, हामीले ताला लाउन मिल्ने भन्ने होइन। अब यति पैसा चाहिँ हामी आफै ताला हो है। भोलि आउने बाटो पनि बरु पछाडिको बाटो पनि बसौँला, बिचको बाटो छ भने चाहिँ पछाडि पनि बसौँला। ल अब यहाँ यो म्याटेसर व्यवस्थापन गर्नुहोस्, सबै मजाले बस्नुहोस्। नटेड्या होइन दलित यिनलाई लाग्यो आउँदा चुपचाप लगाएर टाङमुनि पुच्छर चिराएर घर भाग्छ भने अब यसको दिनगन्ती रुपियाँ न्यायाधीश यसको दशा लगाएर रहेछ। यसले हेराएर दलितको मुद्दा सुरुवात गर्नु पर्थ्यो, यसको दशा लगाएर रहेछ। नटेड्या होइन त्यसले चटाइहरू अलिकता ओढ्नेहरू यसो उसमा लिएर आउनुहोस्। सबै साथीहरू व्यवस्था अब सुरु भयो। सबैले सबै साथीहरू वरपर छिमेकमा सबलाई खबर गर्ने, सबैले खबर गर्ने हो। सबैले जति पनि वरपर छिमेकी सबैलाई चाहिँ खबरहरू चाहिँ सबैलाई गर्ने। दलितका विरुद्धमा फैसला गर्ने।